श्री प्राथमिक आधारभूत विद्यालय होइन। यो चाहिँ म 1 देखि 3 सम्म पढेको भनेर जुन अघिल्लो भिडियोमा भनेको थिएँ नि त, यो माछाको होइन। अब कहाँ जाने नास्ता खान हेर्न सक्नुहुन्छ। अर्जुन तनावमा छ कि किनभने त्यसले बाहिर राखेको कि त्यो के। सो हे गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू भ्लग। आजको भिडियो स्टार्ट हुँदैछ मेरो यो हाइबाईबाट हेर्न सक्नुहुन्छ, किनकि म आज जाँदैछु बजार सामान लिन। सो अनि त्यही हो, आज चाहिँ बजारमा आएको हल्का हल्का तरकारी लिन होइन, मासु सासु, किनकि आज मसान त हुन्छ। मेरो चाहिँ थोरै यस्तो भइदिएको थियो क्या, बिहान बाबुसँग अब बुढा मान्छे पनि त्यस्तै होइन, किचकिच त गरिहाल्छ। त्यही पनि थोरै बिहान डिस्कस भएर आज मेरो मुड खराब छ, त्यही भएर मैले आज बिच बाटोमा स्टार्ट गरेँ होइन, नत्र घरै बाटो बनाउँथेँ होला होइन। सो त्यही हो, अनि बिहान एक्कासी मुड खराब, हल्का डिस्कस भयो क्या। अब बुढा मान्छे पनि त्यति त भइहाल्छ नि होइन, पढ्दैनस् यहाँ भनेर। सो त्यति हो। अनि अब चाहिँ हामीहरू जाँदैछौँ सपिङ गर्न र थोरै तरकारी पनि लिन छ। सो भिडियो इन्डसम्म हेरिदिनु होला। सो हे गाइज, हेर्न सक्नुहुन्छ अर्जुनले किनिसक्यो फाइनली। कति हो बे प्राइस? 1300 मा जोर्डन लगा। सपिङ चाहिँ हानिसक्यो है, दाहिने हो त्यही हो। देखो कस्तो छ फेरि। सो अब हामी जान लाग्छौँ मासु किन्न। 2 केजी मासु र 10 लिटर तेल। सो हेर्न सक्नुहुन्छ है गाइज, यो तेल लगियो त्यसलाई, अनि त्यो अहिले पारे अझ के खोज्दैछ। र म चाहिँ अब तेल समात्ने, मासु समात्ने, अनि त्यसको हातमा चाहिँ सामान समात्ने। ऊ मासुको पसल चाहिँ छ है माछाको। अब किनेर हामी लाग्न पर्ने हुन्छ। सो अहिले चाहिँ हामी पुगिसक्यौँ माछा पसलमा। हुन्छ माछा चाहिँ काँडा नहोला हुन्छ, तर हल्का हल्का हुन्छ। मासु त मिठो हुन्छ, सो हे गाइज, हेर्न सक्नुहुन्छ हामीले मासु पनि ल्याइसक्यौँ माछाको होइन। अब कहाँ जाने नास्ता खान जाउँ। सो गाइज हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामीहरू अब खान लगाइसक्यौँ चाउमिन। हेर्न सक्नुहुन्छ अर्जुन चाहिँ तनावमा छ कि, किनभने आज यत्रो धेरै सपिङ गरेको, त्यही भएर। अनि हाम्रो जेरी पनि आइसक्यो, समात खा। हेर्न सक्नुहुन्छ यहाँको जेरी। सो गाइज हेर्न सक्नुहुन्छ अर्जुन तनावमा छ कि, किनभने त्यसले बाहिर राखेको कि त्यो उ छ नि त, त्यो अघि साइकलमा त्यसमा तेल राख्यो। अनि साइकल राख्दा बित्तिकै एउटा बजैले सोधिसकेको थियौँ कि बाबु यो तेल कति पऱ्यो भनेर, कहिले त्यहाँ थियो कि गायब भइहाल्ला भनेर। अर्जुन तनावमा छ कि, त्यो बस्दा पनि बसेको छैन कि। बस बे, केही हुन्न, बस। अर्जुनलाई तनाव छ है फेरि। घर हो कि कति पाउँछस्? कति थाहै छैन क्या। हामीले खानाको नास्ता चाहिँ यही है। अब के गर्नु, यस्तै छ, बजेट कम छ, नत्र मासु खान्थ्यो। बजेट कम भएकाले हेर्न सक्नुहुन्छ अर्जुन पनि। सो हे गाइज, अहिले चाहिँ हामीहरूले सबै किनेर रेडी गरेर अब नास्ता सास्ता खाएर मस्त जान लागिसक्यौँ। अर्जुन आउँदैछ। सो हे गाइज, अहिले हेर्न सक्नुहुन्छ हामीले घर जान लागिसक्यौँ, सबै ल्याइसक्यौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ है, सामान यसरी माने गयो, गिर्यो भने गयो। अनि एउटा अगाडि छ, त्यो साइकल होइन, अटो जस्तो भइसक्यो है। हेर्न सक्नुहुन्छ हाम्रो बाटोमा साइकलै उ भइदियो कि, फेरि चैन फुत्किएर क्यार गरिरहेछ। अर्जुनको हिरो हन्डा हो यो चाहिँ होइन। सो अब हाम्रो साइकल बन्यो र सामान उठाएर म चाहिँ लागेँ है। यहाँदेखि उता भ्यू हेर्न सक्नुहुन्छ कि
यस्तो मस्त छ क्या, यस्तो मस्त हेर्न सक्नुहुन्छ। सर हाई बाई। सो हे गाइज, अहिले हाम्रो साइकल के भइसक्यो, त्यसैले हामी अब हिँड्दैछौँ है। यहाँ हेर्न सक्नुहुन्छ डग भएको पछाडिको पैया हिरो हन्डा ऊ भइसक्यो के, त्यसैले अब अर्जुन र म के गर्नु, बाटोमा हिँड्दै जानुपर्ने छ। सो गाइज हेर्न सक्नुहुन्छ, अरू बाइकलाई ग्यारेज लग्छन् भने हामी साइकललाई। सो हे गाइज, मैले चाहिँ त्यहाँ मिलमा वेट चेक गरेको त वेट हेर्न सक्नुहुन्छ मेरो। आमामा 59.100 ग्राम के 59 केजी रहेछ क्या म चाहिँ। हाइट चाहिँ फेरि छ है 5देखि खोइ 5-8सम्म छ हाइट, त्यस्तो छ क्या। अनि हेर्न लुक्को सक्नुहुन्छ, हाम्रो साइकल अहिले चाहिँ रेडी भइसक्यो। अब हामी जान्छौँ घर है। के भयो? फिलहरू यत्रो धारो लाग्यो। ए धारो होइन कि यो ऊ मेरो कपडामा लाज छैन, भर्खरै ऊ भयो क्या हो खै। सो अब चाहिँ हामी घर जान्छौँ है, यो बनाएर घरै मिल्छौँ। सो हे गाइज, अहिले चाहिँ म आइसकेको छु घरमा। हेर्न सक्नुहुन्छ कोठा कस्तो छ कि यस्तो छ कि यो कस्तो छ, कस्तो हुन त केटा मान्छेको कोठा हो होइन। अब प्रायः बोइजहरूको कोठा चाहिँ यस्तै हुन्छ है कोठा, किनकि अब सामान अब लथालिङ्ग हुन्छ जहाँ पाए त्यही, अनि कोही हल्लाउन कि त्यहाँको सामान। यस्तो छ कि यहाँको पनि। अनि यता कोही बेला पढ्ने हो, टक्क मल रहेछ। यस्तो छ कि कोठा कमरा। सो केटाहरू पनि अब सबै बोइजहरूलाई थाहा यो चाहिँ केटाहरूको कमरा कस्तो हुन्छ भनेर होइन। अनि सो त्यही हो अब। सो हे गाइज होइन, अनि मैले अहिले चाहिँ म आधारपुर स्कुलमा आएको छु। बट यो हेर्न सक्नुहुन्छ, यो स्कुल श्री प्राथमिक आधारभूत विद्यालय होइन। यो चाहिँ म 1देखि 3सम्म पढेको भनेर जुन अघिल्लो भिडियोमा भनेको थिएँ नि त होइन, त्यो त्यहाँको स्कुलमा भेट्दाखेरि क्या, त्यहाँ सुन्दरपुर। अनि सो म चाहिँ 1देखि 3सम्म पढेको स्कुल चाहिँ यही हो है। नर्सरी फेरि बोर्डिङ पढायो कि। मेरो कहानीको यस्तो छ क्या, हाम्रा बाजेका कारणले गर्दा हेर्न सक्नुहुन्छ क्या। फेरि मतलब नर्सरी जान्ने हुन्छन् भनेर त्यहाँ बोर्डिङमा हालेँ, फेरि जान्ने पनि भयौँ। अनि यही सरकारीमा हालेँ 1देखि 3सम्म। अनि यहाँदेखि फेरि जुम्ला लगेँ क्या, जुम्ला सिधै 4देखि त्यहाँ 8सम्म जुम्ला कटायौँ। फेरि 9देखि 10 फेरि यहीँ पढेँ अर्को स्कुल। 10देखि 12 फेरि अहिले चाहिँ म 12मा छु। सो 12 चाहिँ अहिले म त्यहाँ मोडेला पढ्न जान्छु क्या। यस्तो गरी स्कुल बदलिदियो हामी कि कति स्कुल पुग्यो होला, कमसेकम पुगिसक्यो 5-6वटा स्कुल। त्यतिसम्म स्कुल बदलेर पढेको हो क्या म चाहिँ होइन। अझ पनि यस्तै छ। हुन त आजसम्म एउटा पनि फेल भएको छैन कि। त्यही हो एससीमा अङ्ग्रेजी लाग्यो किनकि बोर्डिङ नपढेको कारणले हो। बट ठिकै छ अरू। सो आजको भिडियो चाहिँ यति नै। आई होप यो भिडियो राम्रो लाग्यो होला भन्न चाहन्छु हजुरहरूलाई।